म यो स्विमिङ सिकेको ठाउँ चाहिँ कहाँ हो भनेर धेरैजनाले सोधिरहनु भएको छ। यो चाहिँ सातो बाटो स्विमिङ पुल हो। मेरो कोचको नम्बर चाहिन्छ भने चाहिँ हजुरले मलाई इन्स्टाग्राममा डिएम गर्न सक्नुहुन्छ। म उहाँलाई सोधेर हजुरलाई डिएम गरिदिन्छु। केटी मान्छेको लागि चाहिँ उहाँले सिकाउनुहुन्छ होला, केटा मान्छेको लागि उहाँको ड्याडले सिकाउनुहुन्छ। सो त्यहाँ चाहिँ एकदमै राम्रो सिकाउनुहुन्छ। र पुल चाहिँ 3टा पुल छ, 2टा चाहिँ आउटडोरमा छ, एउटा इन्डोरमा छ। आउटडोर पुलमा चाहिँ एउटा पुल पुरै 4.5 फिटको छ र त्यो चाहिँ भी शेप टाइपको पुल छ। सो बिचमा चाहिँ 5 फिटको पुल छ अनि छेउछेउमा चाहिँ 4.5 फिट छ। अनि यो मैले गरिरहेको चाहिँ 6.5 फिटको पुल हो। 6.5 फिटको पुलमा नि बिचमा चाहिँ 7 फिटको छ अनि छेउछेउमा चाहिँ 6.5 छ है। अनि अर्को चाहिँ इन्डोर पुल छ। इन्डोर पुलको चाहिँ पानी खासै सफा लागेन मलाई, तर इन्डोर पुलमा चाहिँ 5.5 फिटको पुल छ क्यारे। त्यहाँको चाहिँ अलिकति एक्सपेन्सिभ पनि छ। आउटडोरमा चाहिँ तपाईँ बिहान 10 to 3 को बिट्विन जानुभयो भने चाहिँ तपाईँलाई जम्मा 200 रुपियाँ पर्छ। अनि 1 महिनाको मेम्बरसिप लिनुभयो भने 5000 मात्र पर्छ हजुरलाई। नर्मली 6000 पर्छ नि त एभ्री डे 200 गर्दा, तर मेम्बरसिप लिँदा चाहिँ 5000 पर्छ। अनि इन्डोरको चाहिँ आई थिङ्क पर डे 500 पर्छ। आई डोन्ट नो बेलुका कति पर्छ, तर आउटडोरमा चाहिँ तपाईँ 4 बजे पछिको टाइममा जानुभयो भने चाहिँ 250 रुपियाँ पर्छ है पर डे। तर मेम्बरसिप लिनुभयो भने बेलुका पनि तपाईँलाई सेम अमाउन्ट हो। एकचोटि 5000 तिरेपछि तपाईँले बिहान छुट्टै अमाउन्ट बेलुका छुट्टै अमाउन्ट तिर्नु चाहिँ पर्दैन। सो द्याट्स अ प्लस पोइन्ट।